नमस्कार, 안녕하세요। स्वागत गर्न चाहन्छु यस भिडियोमा। हामी यस च्यानल मार्फत कोरियन भाषा सम्बन्धी दैनिक भिडियोहरू लिएर आउने गरेका छौं। त्यसै क्रममा यसभन्दा अगाडिको भिडियोमा हामीले हाम्रो इतिहास टपिक बुकको चाहिँ युनिट वाइज कुन ग्रामरहरू छन् र तिनीहरूको अर्थ के हो र कुन अवस्थामा प्रयोग हुन्छ भन्ने केही एक्जाम्पल सहित उदाहरण सहित अध्ययन गर्दै आएका छौं। त्यसै क्रममा आजको भिडियोमा चाहिँ हामी युनिट 8 देखि कुन ग्रामरहरू रहेका छन् भन्ने कुरा अध्ययन गर्नेछौं। यहाँ रहेको छ युनिट 8, यसमा रहेको छ सी उसी, उसी अथवा सी। फाचिम छ भने उसी प्रयोग हुन्छ र फाचिम छैन भने सी प्रयोग हुन्छ। यो चाहिँ उच्च आदरार्थी भर्बलाई सामान्य आदरार्थीलाई चाहिँ उच्च आदरार्थी बनाउनका लागि चाहिँ सी र उसीको प्रयोग गर्ने गरिन्छ। जस्तै आबाजी केसा सिनमुनुल इल्गु सिम्निदा। बुवाले चाहिँ सिनमुन भन्नेको पत्रिका चाहिँ इक्तामा दा हटाएर सी र उसीमा यो फाचिम भएको हुँदाखेरि उसी प्रयोग हुन्छ र सुम्निदा बनिदाको बनिदा छुछौछिन प्रयोग हुन्छ। बुवाले चाहिँ पत्रिका पढ्नुहुन्छ। यसरी सी र उसीले चाहिँ आफूभन्दा ठुलोका लागि प्रयोग गर्ने उच्च आदरार्थी फर्मल भाषा प्रयोग गर्दाखेरि चाहिँ प्रयोग गरिन्छ उच्च आदरार्थी बनाउनका लागि। अनि त्यस पछाडि युनिट 8 कै दोस्रो ग्रामर रहेको छ गो। गोको अर्थ हुन्छ ए र अथवा र भन्ने यसको अर्थ हुन्छ र योसँग सिमिलर उस्तै हुने गो भर्सेस आशाको पनि भिडियो हाम्रो युट्युब च्यानलमा उपलब्ध छ, गएर डिटेल्समा अध्ययन गर्न सक्नुहुनेछ। गो राम सिनुन खिगा खुगो मरिगा खिरयो। रामजी चाहिँ खि भनेको हाइट चाहिँ खुदाबाट खुगो, हाइट चाहिँ उच्च छ, अग्लो छ र मरिगा खिरयो, केस चाहिँ लामो छ। यसरी गोको अर्थ चाहिँ ए र अथवा र भन्ने अर्थ लाग्छ। त्यसै गरी युनिट 9 मा रहेको छ छुसेयो। युनिट 9 मा चाहिँ छुसेयोको प्रयोग गर्न सिकाएको छ। छुसेयोको नेपाली अर्थ दिनुहोस्, केही कुराको अनुरोध गर्दा वा आदेश दिँदा प्रयोग गरिन्छ। जस्तै मूल छुसेयो, केही कुरा माग्दाखेरि यस्तो कुरा दिनुहोस् भनेर अनुरोध गर्दाखेरि चाहिँ छुसेयो प्रयोग गरिन्छ। र त्यस पछाडि रहेको छ हागो। यसको अर्थ हुन्छ नेपालीमा र अथवा सँग। उदाहरण हेरौँ, उयु हागो पाङुल छुसेयो, दुध र पाउरोटी दिनुहोस्। यसरी यसमा छुसेयोको पनि प्रयोग भयो र यता हागो प्रयोग भयो। उयु हागो पाङुल छुसेयो, दुध र पाउरोटी दिनुहोस्। अनि त्यसै गरी युनिट 10 मा रहेको छ नेयो। यो चाहिँ आश्चर्य जनाउने ग्रामर हो। यसको नेपाली अर्थ हुन्छ ए छ नि अथवा रहेछ नि। यो चाहिँ आश्चर्य रूपमा देखेको अनुभव गरेको कुरालाई भन्दाखेरि प्रयोग गरिन्छ। नालसिगा छङमाल थम्ने हो भनेको मौसम चाहिँ साँच्चै गर्मी रहेछ नि भनेर, ए छ नि यस्तो पो रहेछ नि भनेर भन्दाखेरि चाहिँ प्रयोग हुन्छ। नालसिगा छङमाल थम्ने हो, मौसम त साँच्चै गर्मी रहेछ नि भनेर भन्दाखेरि प्रयोग हुन्छ। र त्यस पछाडि रहेको छ आ अ छुसेयो। आ अ प्लस छुसेयो, यी दिनुहोस्, केही कुरा केही काम गरिदिनुहोस्, हेरिदिनुहोस्, पढिदिनुहोस् भन्दाखेरि आ अ प्लस छुसेयोको प्रयोग हुन्छ। यो चाहिँ अनुरोध गर्दा वा हल्का आदेश दिन प्रयोग गरिन्छ। अनुरोध गर्दा, केही कुराको अनुरोध गर्दा। उरी छिबे वा छुसेयो। वा छुसेयो भनेको ओदाबाट ओदाको दा हटाएर अ आ छुसेयोको आ छुसेयो प्रयोग भएको। उरी छिबे वा छुसेयो, हाम्रो घरमा चाहिँ आइदिनुहोस् भनेर अनुरोध गर्दाखेरि प्रयोग गरियो। र अर्को हेर्नु होला, फाजिगा छागायो खेवाने छुसेयो। प्यान्ट चाहिँ सानो भयो, खेवाने छुसेयो भनेको साटिदिनुहोस्
अथवा चेन्ज गरिदिनु परिवर्तन गरिदिनुहोस् भनेर यो ई दिनुहोस्। यसमा पनि अ आ मा यो हादाको हे जोडिएर छुसेयो बनेको फाजीका छागायो खवान्ने छुसेयो। यसरी युनिट 10 मा नेयो र अ आ छुसेयोको ग्रामरहरूको अध्ययन गर्यौं। यसरी नै हामी दैनिक कोरियन भाषा सम्बन्धी महत्त्वपूर्ण जानकारीहरू लिएर आउने बाचासहित आजको भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। हस्त धन्यवाद।